नमस्कार सबैजनामा। नेपालमा घोषणा भएको विभिन्न विषयहरू र त्यसको मितिसँग सम्बन्धित छोटो भिडियो लिएर यहाँ समक्ष उपस्थित भइसकेको छु। कृपया भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। आजको विषयवस्तु यहाँ समक्ष ढिलो नगरी म राख्न चाहनुहुन्छ। यस च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गरेर सहयोग गरिदिनु न समेत अनुरोध गर्दै अब हेरौँ विषयवस्तु। 1910 पौष 7 गते के भएको थियो भन्दा पहिलो मौलिक ऐन घोषणा भएको थियो, जुन चाहिँ जङ्गबहादुर राणाले गरेका थिए भनिएको छ। त्यसै गरी 1968मा अमाली प्रथा खारेज भई तालुकदारी प्रथा आएको थियो, जुन चन्द्र शमशेरको पालामा। 1977 असार 25 गते सती प्रथाको अन्त्य भएको थियो भने यो पनि चन्द्र शमशेरले नै गरेका थिए। 1980 मङ्सिर 14 दास प्रथाको अन्त्यको घोषणा चन्द्र शमशेर नै हुन्। 1981 वैशाख 1 गते दास प्रथा अन्त्य चन्द्र शमशेर। 2031 फागुन 12 गते प्राथमिकता निःशुल्क हुने राजा वीरेन्द्रले घोषणा गरेका। 2035 सालमा प्राथमिक तहको पाठ्यपुस्तक निःशुल्क दिन थालिएको यो पनि राजा वीरेन्द्रको घोषणा थियो। त्यसै गरी हेरौँ 2031 फागुन 12 गते शान्ति क्षेत्रको घोषणा भएको थियो राजा वीरेन्द्रले नै। विक्रमसँग 2039मा 5 जिल्ला चिया क्षेत्र घोषणा भएको थियो राजा वीरेन्द्रबाटै। 2034 वैशाख 1 गते नेपाल फिबर मुक्त घोषणा भएको थियो राजा वीरेन्द्रले नै गरेका। 2053 पौष 14 गते मोहियानी हकको अन्त्य भएको थियो राजा वीरेन्द्रले। 2057 साउन 2 गते कमैया प्रथाको अन्त्य गरेका थिए गिरिजाप्रसाद कोइरालाले। विक्रम सम्वत 2023 ज्येष्ठ 4 गते नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको थियो गिरिजाप्रसाद कोइरालाको पालामा। विक्रम सम्वत 2063 जेठ 11 गते छुवाछुत मुक्त घोषणा यो पनि गिरिजाप्रसादै प्रधानमन्त्री हुँदा भएको थियो। 2065 भदौ 21 गते हरिया प्रथाको अन्त्य यो पनि पुष्पकमलदार प्रसन्नको पालामा भएको थियो। 2077 फागुन 12 गते डिजिटल माटो नक्सा सार्वजनिक केपी शर्मा ओलीको पालामा। 2077 चैत्र 12 गते नेपाल पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा केपी शर्मा ओलीले नै गरेका थिए। त्यस्तै गरी 2066 माघ 5 गते कुष्ठरोगमुक्त माधवकुमार नेपालले घोषणा गरेका। 68 साल जेठ 31 गते बारुदी सुरुङमुक्त भनेर घोषणा भएको थियो झलनाथ खनालको पालामा। त्यसै गरी हेरौँ 2068 कार्तिक 17 गते हेलो सरकार सुरुवात भएको हो बाबुराम भट्टराईको पालामा। 2068 मङ्सिर 17 गते मापसी चेकिङ सुरु भएको थियो बाबुराम भट्टराईको पालादेखि। 2068 सालदेखि मापसी सुरु भएको। 2069 असोज 29 गते हेलो स्वास्थ्य सेवा सुरुवात बाबुराम भट्टराईद्वारा। 2070 वैशाख 2 गते क्षतिपुत्री सहितको नागरिक बडापत्र राज रेग्मी। 2017 साउन 1 गतेदेखि कमलरी प्रथाको अन्त्यको घोषणा खिलराज रेग्मी। 2070 साउन 3 गते चाहिँ कमलरी प्रथा अन्त्यको लागू भएको भनेर खिलराज रेग्मीकै पालामा भएको भनिएको छ। अब हेरौँ 2077 असार 4 गते लिपु लेख सहितको नेपालको नक्सा प्रकाशन केपी शर्मा ओलीको पालामा। 2077 माघ 2 गते नागरिक एपको सुरुवात भएको हो यो चाहिँ केपी शर्मा ओलीकै पालामा भनेर भनिएको छ। अब हेरौँ 2070 साल चैत्र 11 गते नेपाललाई पोलियो मुक्त देश घोषणा भएको सुशील कोइराला प्रधानमन्त्री हुँदा। 2072 चैत्र 25 गते स्वास्थ्य बिमा कार्यक्रम लागू भएको केपी शर्मा ओलीको पालामा। 2072मा किसान कल सेन्टर सुरु भएको छ केपी शर्मा ओलीको पालामा। 73 साल साउन 1 गतेदेखि प्लास्टिक तथा पोलिथिन झोला मुलुकभर प्रतिबन्ध केपी शर्मा ओलीले गरेका। 74 साल जेठ 28 गते बर्ड फ्लू मुक्त घोषणा शेरबहादुर देउवा फेरि अहिले बर्ड फ्लू लागेर हैरान छ। 2079 साल वैशाख 31 गते लोड सेडिङ मुक्त केपी शर्मा ओली। 2076 जेठ 1 गते एकल बिन्दु सेवा केन्द्र सुरुवात केपी शर्मा ओली। 2076 साल जेठ 19 गते एक्सन रुमको सुरुवात केपी शर्मा ओलीबाटै। 2076 साल असोज 13 गते नेपाल खुल्ला दिशामुक्त घोषणा भएको यो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा। हजुर यस्तै यस्तै भिडियोको लागि कृपया यस च्यानललाई
फलो गर्न नभुल्नुहोला भन्दै आजको भिडियो विषयवस्तु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला। यहाँ समक्षबाट बिदा चाहन्छु। हस्त धन्यवाद, नमस्कार।